यस गुण थियो र तिनी पूजनीय माननीय छन् भनेर। ती निर्विकार परब्रह्ममा, ती ईश्वर स्वरूप भगवानमा जसले गुणहरूको विचार गर्दछ ती कस्ता थिए, त्यसमा के गुण छ र ती किन उत्कृष्ट छन्, तिनको नाम संकीर्तन गर्न के आवश्यक छ र तिनमा के विशेष गुण थियो र तिनी पूजनीय माननीय छन् भनेर। अथवा ती कृष्णमा के गुण थियो र, राम्रो गुण के नै छ र, बरु नराम्रा गुणहरू थिए, जस्तै चोर्नु, स्त्रीहरूलाई सताउनु इत्यादि। ती रामकै कुरा गर्ने हो भने राममा नै के विशेष गुण थियो र, अरूको कुरा सुनेर आफ्नो धर्मपत्नीलाई त्याग्नु राम्रो गुण हो र भन्दै विचार जसले गर्छ ती वास्तवमा महामूर्ख हुन्। किनकि ती अनन्त भगवानको ती अनन्त गुणहरूलाई कथनचित पनि न गण्न सकिन्छ न त विचार गर्नै सकिन्छ। श्रीमद् भागवतमा भन्नुभएको छ, बरु यो धरतीको सबै धुलोको हरेक कण कणलाई गन्न सकिएला हजारौँ लाखौँ वर्ष लाएर, तर ती अनन्त भगवानको गुणलाई कथनचित पनि गर्न सकिँदैन। कसैले पनि विचार गर्न त परै जाओस्, तिनको गुणको गणनै छैन, सीमै छैन। त्यसैले भगवानको गुणहरू विचार नगर, भगवानको नाम संकीर्तनमा आदत बसाएर भक्तिको प्राप्ति गरेर त्यो परमानन्दको प्राप्ति गर। र त्यो विचार भागवतमा प्रतिपादन गर्नुभएको छ, यो वा अनन्तस्य गुणान् अनन्तान् अनुक्रमिष्यन् सतु बालबुद्धिः रजांसि भूमेर्गणयेत् कथञ्चित् कालेन नैवाखिलशक्तिधाम्नः इति। जय श्री राधे।